तपाईलाई नि अल्बर्ट आइन्स्टाइनको बारेमा के थाहा छ? अल्बर्ट आइन्स्टाइनको बारेमा थोरै भनिदिनु त। अल्बर्ट आइन्स्टाइनको बारेमा अब वैज्ञानिक हुन् अनि अब ऊ जन्मेर अनि उसको अब टाउको ठुलो भयो, डक्टरले के अरे कति कुटो रुएनन् अनि अब सानैमा बोल्दा पनि बोल्दैनथे अनि बाबुआमाले अब के अरे अब यो बोल्दैन अब के गरी खान्छ होला भने अनि अब घरमा बस्ने काम गर्ने नोकर्नीले पनि के अरे लाटो लोसे भन्थे अनि स्कुल अब उसलाई घरमा पढाउने आउने सरले पनि 5 वर्षको उमेरमा ट्युसन हाले। ट्युसन हाल्दाखेरि उसले पनि खै के गर्यो सरले अनि कुर्सी उठाएर उसले पट्किदिए अनि त्यहाँदेखि सर आउन पनि छोडो घरमा अनि अब स्कुल जाँदैन थियो, कहिले जान्थे कहिले जाँदैन थियो, स्कुल उसलाई मनै पर्दैन थियो अनि कहिले कहिले स्कुल गयो भने भजन गाउँदै जान्थे, भजन गाउँदै आउँथे अनि के अरे अब कहिलेकाहीँ अब व्रत पनि लिनुपर्छ भन्थे, व्रत अनि ऊ त्यति धर्म पनि मान्दैनथे, धर्म पनि अब मान्नु त्यति धर्म मान्दैनथे, ईश्वर छैन भन्थे, ऊ अन्धविश्वास मान्दैनथे, ऊ अन्धविश्वास गर्दैनथे, अन्धविश्वासमा ऊ हिँड्दैनथे, धर्म पनि मान्दैनथे अनि अब अल्बर्ट आइन्स्टाइन स्कुल अब उसले अब के अरे उसको घरमा एउटै सानी केटी आई, सानी बालिका आई, केक लिएर आई, केक लिएर आएर चाहिँ अङ्कल मलाई एउटा सानो गणितको हिसाब बनाइदिनु न भने अनि त्यो केटीले भने हुन्छ म बनाइदिन्छु भने अनि अल्बर्ट आइन्स्टाइनले अनि सानो हिसाब बनाइदिए अनि हिसाब बनाइदिएपछि अनि अब अङ्कललाई म उपहार दिन्छु भनेर त्यो सानो केटीले केक पनि खुवाइदियो अनि अल्बर्ट आइन्स्टाइनले आफ्नो घरमा बनाएको बिस्कुट पनि त्यो बच्चीलाई बिस्कुट पनि दिए अनि घरमा उसको सधैँ आउने जाने गर्थ्यो त्यो बच्ची अनि उसको बुवा आमाले थाहा पाए मेरी छोरीलाई अब सधैँ घरमा आउन नदिनु भने अनि अल्बर्ट आइन्स्टाइनले भने किन अब घरमा आउने मान्छेलाई किन आउन नदिनु, त्यसरी सधैँ आउन नदिनु भनेर अनि अल्बर्ट आइन्स्टाइनले चाहिँ तपाईँलाई थाहा छ अल्बर्ट आइन्स्टाइनले कुन विषय बापत उनले नोबेल पुरस्कार पाए, के खोजे बापत? उनले भौतिक शास्त्र सिद्धान्तको बारेमा नोबेल पुरस्कार पाए। अनि त्यसपछि अनि अरू भन्नु त के थाहा छ तपाईँलाई? अनि यो नोबेल पुरस्कार पाउन चाहिँ के विषयमा उनले के खोज गरे बापत पाए त? उसले भौतिक शास्त्र सिद्धान्तको बारेमा उसले नोबेल पुरस्कार पाए। 16 वर्षको उमेरदेखि उसले अब ब्रह्माण्ड नै पत्ता लगाए। उसले ब्रह्माण्ड यस्ता ब्रह्माण्ड त कति हो कति भन्थे, ब्रह्माण्ड त कति हो कति ब्रह्माण्ड त उसले पत्ता लगाए। अनि अब अरू के थाहा छ त तपाईँलाई? अनि अल्बर्ट आइन्स्टाइन मृत्यु हुँदाखेरि डक्टरहरूले पत्ता लगाए अल्बर्ट आइन्स्टाइनको के कारण छ भनेर अनि अल्बर्ट आइन्स्टाइनको मृत्यु भयो। मान्छेले अल्बर्ट आइन्स्टाइनको टाउको लगे, लुकाए, चोरेर लुकाए, कति ठाउँमा के गरे, खोजी गरे, अनुसन्धान गरे, कति गरे अनि कहाँ लगेर हस्पिटलमा लगेर लुकाए, के गरेर अनुसन्धान कहाँ के ले के अरे यन्त्रले हेरे होइन, यन्त्रले हेरे गरेर पछि पत्ता लगाए अल्बर्ट आइन्स्टाइनको त्यो दिमाग एकदम फराकिलो रहेछ अनि अल्बर्ट आइन्स्टाइनको यस्तो दिमागमा के रहेछ भनेर खोलेर कोट्याएर हेर्दाखेरि ऊ मरिसकेको छ। उसको टाउको गिदीलाई फुटाएर हेर्दाखेरि अल्बर्ट आइन्स्टाइनको के अरे गिदी एकदम फराकिलो रहेछ। यो फराकिले गर्दाखेरि उनले पत्ता लगाए वैज्ञानिक कारण। अब भिडियो लामो हुन्छ कि अब तपाईँ मलाई के भनिदिनु भने हामीले अल्बर्ट आइन्स्टाइनबाट के सिक्न सकिन्छ? अब यो भिडियो लामो हुन्छ कि अब मलाई के भन्नु भने हामीले अल्बर्ट आइन्स्टाइनबाट के सिक्न सक्छौँ? अल्बर्ट आइन्स्टाइनको बारेमा अब हामीले हार खानु हुँदैन, हरेस खानु हुँदैन, अब कुनै पनि कुरालाई म सक्दिनँ भन्नु हुँदैन, कुनै कुरालाई म सक्दिनँ भन्नु हुँदैन। कुनै अब जुन कुरा सानो भए पनि ठुलो भए पनि उसले मिहिनेत गरे, परिश्रम गरे, हार खानु हुँदैन, एकैचोटि दुःख नगरी सुख हुँदैन। अल्बर्ट आइन्स्टाइन भनेका अब त्यस्ता व्यक्ति थिए। सानैमा लाटो भन्थे, बोझो भन्थे, केही जान्दैनथे भन्थे, उसले नबोलेरै उसले अब धेरै साथी बनाउनु हुँदैन पनि भने, थोरै बोल्ने, कम बोल्ने, साथी बनाउँदाखेरि एकदम थोरै पनि बनाउने, थोरै बोल्ने, बोल्यो भने मात्रै राम्रो हुन्छ। अनि अरू आफ्नो काममा ध्यान दिने, मिहिनेत गर्ने,
त्यही भएर उसले विश्वभरि नै नाम कमाए अर्बटाइजले। अर्बटाइज जस्तो वैज्ञानिक अहिलेसम्म यो विश्वमा कोही नै छैन। ऊ मरेर गए पनि उसको नाम अमर छ। उसले उसको अहिलेसम्म नाम चलिरहेको छ। आइटनको जीवन नारीहरूसँगको आएकी थिइन्। बालकाल प्रति उनको ठुलो लगाव थियो। त्यसैले डीले डनले गफ गरेका कयौँ बच्चाहरू उनीसँग गणितका समस्या लिएर आउँथे। तर आइटनले कहिल्यै उनीहरूलाई निराशा फर्काउँदैनथे। टिटनको मार्च र स्टटमा सरेल गते एलेसा बिरामी पर्न